विद्युत प्राधिकरणमा मैले विगत 8 वर्षदेखि कार्यकारी प्रमुखको जिम्मेवारी र विगत 30 वर्षसम्म प्राधिकरणमा विभिन्न तहमा जिम्मेवार भएर काम गरिरहेको अवस्था थियो र मैले आफ्नो कार्य सम्पादन प्राधिकरणभित्रको उद्देश्य प्राप्ति गर्ने हिसाबले सफलतापूर्वक सम्पन्न गरेकै अवस्थामा यो दोस्रो कार्यकालमा आएर 4 महिना मात्रै बाँकी रहँदाखेरि अपमानित हिसाबले निरुत्साहित गर्दै जुन हिसाबले बर्खास्त गरिएको छ त्यसप्रति मेरो सरकारलाई मैले पटक पटक भनेको छु। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। मैले जुन हिसाबले एउटा राष्ट्र सेवकको हिसाबले पुरस्कृत भएर एउटा ग्रेसफुल एक्जिट दिनुपर्ने अवस्थामा दण्डित गरेर बर्खास्त गर्ने जुन प्रयास हो त्यसप्रति म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। म एउटा जिम्मेवार राष्ट्र सेवक कर्मचारी, म कुनै पार्टी भित्र रहेर अथवा पार्टीको सदस्यता लिएर बसेको व्यक्ति होइन। एउटा जिम्मेवार कर्मचारी, सबै पार्टीका नेता, सबै पार्टीका प्रधानमन्त्रीसँग मैले काम गरेको छु। अदालतको निर्णयलाई म सम्मान गर्छु। त्यही भएर मैले हिजोसम्म मैले पत्रकार सम्मेलन गरेको थिएन। आज यहाँहरूसँग मेरो केही विषयहरू राख्नलाई मैले पत्रकार सम्मेलन गरेको हुँ। साधारणतया विद्युत प्राधिकरणको कार्यकारी निर्देशक विदाई हुँदै गर्दाखेरि विद्युत प्राधिकरणभित्र आउने र जाने, आउनेलाई स्वागत र जानेलाई विदाई प्राधिकरणभित्रै गर्ने गरिन्छ। मैले आज यहाँ यो इन्द्रेणी ब्याङ्केटमा आएर गर्नुपर्ने बाध्यता पर्यो। म प्रति मेरा तलका कर्मचारी जवाबदेही हुन्छन्। म मन्त्री प्रधानमन्त्रीसँग जवाबदेही हुन्छु। मैले आफ्नो कर्तव्य पुरा गरेको छु। कानुनभन्दा बाहिर रहेर, कानुनभन्दा बाहिर गएर कुनै पनि निर्देशन मान्न सकिँदैन। तसर्थ मैले विद्युत प्राधिकरणको सञ्चालक समितिमा नै मैले नोट अफ डिसेन्ट लेखेको थिएँ एउटा विषयमा, जुन विषय कानुनभन्दा बाहिर थियो। यो निर्णयमा मेरो फरक मत रहन्छ भनेर मैले नोट अफ डिसेन्ट लेखेको थिएँ। त्यो अदालतमा गएर पिआइएल बन्यो र त्यहाँ त्यस सम्बन्धमा स्टे अर्डर पनि आयो। त्यसको मतलब मैले जे स्ट्यान्ड राखेको थियो त्यो सही थियो भन्ने कुरा प्रमाणित हुन्छ। मैले कानुन विधि नियम अन्तर्गत रहेर निर्देशन मान्ने हो। त्योभन्दा बाहिर गएर कतै कहीँको निर्देशन मान्न म बाध्य छैन। म एउटा जिम्मेवार नागरिक। अब तपाईँहरू जस्तै बाहिरको नागरिक भयो, म कर्मचारी भएन। यो जिम्मेवार नागरिक भएर मैले अघि नै मेरो वक्तव्यमा पनि लेखिसकेको छु। म सदैव देशको हितको लागि, देशको समृद्धिको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु भनेर मैले अघि नै भनिसकेको छु। यसको कारण के थियो भनेर मैले सुरुमा अघि मेरो वक्तव्यमा भनिसकेको छु। प्रमुख कारण के थिए, त्यसका सहायक कारणहरू के थिए, त्यो त धेरै अब आउँछ के हुँदैछ प्राधिकरणभित्र र त्यहाँ के हुन लागेको थियो, केमा मैले रोकेँ भन्ने कुरा अब तपाईँहरूले बुझ्दै जानुपर्छ। र डेडिकेटेड र ट्रङ्क लाइनको जुन बक्यौता असुल गर्नुपर्छ भनेर म सुरुदेखि लागेको हो र त्यसमा अवरोध खडा गर्ने जुन कामहरू भयो र मुख्य जुन विवादको विषय त्यहाँबाट सुरु भयो र धेरै विषयहरू त मैले आन्तरिक रूपमा तपाईँहरूले
लेखिराख्नु भएको छ, सुनिराख्नु भएको छ। अब क्रमिक रूपमा आउँदै गर्छ, तपाईँहरूले बुझ्दै जानुहुन्छ। मैले अघि पनि भने मैले पटक पटक प्रयास गरेँ, कहिले क्याबिनेटबाट कहिले नियमन आयोगबाट निरन्तर लाइन जोड्नु, बत्ती नकाट्नु भनेर निरन्तर लिखित आदेशहरू आए। अस्ति पनि एउटा चाहिँ मैले जुनमा नोट अफ डिसिसन लिएको थिएँ, अदालतबाट स्टे अर्डर आइसकेपछि मलाई लाइन काटेर बत्तीको महसुल उठाउन सहमति देऊ भनेर नियमन आयोगलाई लेखेको थिएँ र त्यही दिन मलाई हटाए। त्यो भएको हुनाले तपाईँले बुझिराख्नु भएको छ, अब बुझ्दै जानुहुन्छ। यो प्राधिकरणको महसुल राजस्व उठाउनलाई म जुन हिसाबले लागेँ, निरन्तर त्यसमा ठुलो दबाब सिर्जना भयो र विभिन्न निकायबाट लिखित आदेशहरू आए। अब म पनि एउटा सार्वजनिक एउटा नागरिक, सर्वसाधारण नागरिक, तपाईँहरू मिडियाका साथीहरूले जुन बक्यौता छ त्यो बक्यौता उठाउनुपर्छ, पब्लिक लेभलबाट बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउनुपर्छ। उठ्दैन भनेर प्रोभिजन पनि गरेका हुन्छ। अनि प्राधिकरणमा चाहिँ ऋण यति छ, 250 अरबको ऋण छ भनेर त्यो सबै घाटा हो, प्राधिकरण त घाटा भन्न पाइन्छ। तर कुन चाहिँ फाइनेन्सियल एक्सपर्टले त्यो उहाँहरूले सल्लाह दिइरहनु भएको छ मलाई थाहा हो। 0 अङ्क दिने दीपक खड्का र उहाँको सरकार केपी ओली नेतृत्वको सरकारलाई तपाईँ कति अङ्क दिनुहुन्छ? तपाईँ कति दिनुहुन्छ? जनताले भन्नुहोस् न। जनताले जनताले त माइनसमा दिइरहेको छ। मलाई कति दिनुहुन्छ, उहाँहरूले कति दिनुहुन्छ, तपाईँहरूले भन्नुहोस्। मैले अघिदेखि भनिसकेँ, एउटा जिम्मेवार नागरिकको हैसियतले कुनै पनि जिम्मेवारी लिन म तयार छु। आजको पत्रकार सम्मेलन चाहिँ मेरो प्राधिकरणबाट एक्जिट हुने अवस्थाको पत्रकार सम्मेलन भयो। त्यो बेलामा छुट्टै गरौँला, त्यो कुनै त्यस्तो आएन। प्राधिकरणको हरेक प्रोक्युरमेन्ट इन्टरनेसनल बिडिङबाट हुन्छ, र त्यसमा कुनै खरिदमा मेरो नातेदार अथवा कोही व्यक्ति मैले जो मेरो रिलेसनमा परेको छ भने छानबिन गरेर कारवाही गर्छ। प्राधिकरणलाई चाहिँ यो पब्लिकमा सेयर लाने, 20% जति पब्लिकमा सेयर लाने भन्ने, सेयर आइपिओ जारी गर्ने भन्ने चाहिँ हामीले अगाडि बढाएका छौँ। तर मन्त्रालयको असहयोगको कारणले त्यो सम्पन्न हुन सकेन। मैले उहाँले संसदमा बोलेपछि पनि मैले लोडसेडिङ छैन, लोडसेडिङ हुँदैन भनेर भनेको थिएँ। उहाँले लोडसेडिङ छ भन्नुभयो। म निस्किएको भोलिपल्ट चाहिँ उहाँले विज्ञप्ति निकाल्न लाउनुभयो लोडसेडिङ छैन भनेर। एक दिनमा कसरी त्यो चेन्ज हुन्छ? मैले पूर्वलाई मात्रै दिएको छ, वर्तमानलाई पनि दिएको छु। प्रधानमन्त्रीहरू सबैले जानेहरू भनेको छु नि। पूर्व प्रधानमन्त्रीहरू, वर्तमान पूर्व प्रधानमन्त्रीहरू सबै। विगत 8 वर्षमा त धेरै प्रधानमन्त्रीसँग काम गरेँ नि, धेरै मन्त्रीहरूसँग काम गरेँ नि, होइन? त्यो हुनाले मैले राजनीतिक हस्तक्षेप प्रश्न रूपमा देखिएको छ। यो बाहेक नेपालको ऊर्जा क्षेत्रमा कतिको राजनीतिक हस्तक्षेप छ? नेपालको ऊर्जा क्षेत्र अहिले ऊर्जा क्षेत्रले जुन विकास गरेको छ, देशमा एउटा बत्तीको उज्यालो, अँध्यारो युगबाट उज्यालो युगमा आएको छ। तर यस्ता अँध्यारो धेरै क्षेत्रमा छन्। गम्भीर सङ्कटमा देश छ, अँध्यारो धेरै क्षेत्रमा छन्। त्यो सबै क्षेत्रलाई उज्यालो बनाउनु जरुरी छ। त्यो उज्यालो बनाउनलाई हाम्रा नेतृत्वदायी भूमिका गर्ने लिडरसिपहरूले ठुलो काम गर्नुपर्छ। कानुन र विधि प्रक्रियाले हुने काममा सबैमा लोयलै छु। विधि प्रक्रियाभन्दा कानुनभन्दा बाहिर लोयल हुन सक्दैन। यो कुरा आम ब्युरोक्रेसीमा बस्ने आम जुन ब्युरोक्राट्सहरूले बुझ्नुपर्छ। यो चाहिँ मन्त्रीले जे भन्यो अथवा माथिल्लो निकायले जे भन्यो त्यो हुन्छ, ठिक छ भनेर मान्दाखेरि आज देश यो स्थितिमा मान्नुपर्ने बाध्यता छैन। नियम कानुनभन्दा बाहिर छ भने हुँदैन भन्न सक्नु पर्यो, सबैले भन्नु पर्यो।
यो मेरो विवादको प्रमुख कारणै त्यही हो त। सबैले भन्न सक्नु पर्यो। तपाईँको भावी रणनीतिको बारेमा अलि स्पष्ट पार्नु भएन कि के छ अब अन्तरिमाझ मन्त्रिसकेपछि कसरी अगाडि बढ्नु छ? अर्को पत्रकार सम्मेलन गरेर भावी रणनीति पुरा